आदरणीय दर्शक वृंद नमस्कार। अपन विशेष में स्वागत करी छी हम अजय शाह शिवाली। देश में क्यों गणतंत्र के बात करे छे, क्यों राजतंत्र के बात करे छे, क्यों राजतंत्र सहित हिंदू के बात करे छे या कही ई देश हिंदू राष्ट्र बन के चाहिए से बात करे छे। एकटा संगठन एहनो छे जे बात करे छे हिंदू राष्ट्र के, लेकिन वो राष्ट्र संस्था के बात नहीं करे छे। ऐसा पहले जतेक भी संगठन सब प्राय है नेपाल में, वो सब हिंदू और राष्ट्र संस्था के संग संगे ल जाए छे। लेकिन एकटा ई संगठन छे राष्ट्रीय एकता अभियान जे संघीय गणतंत्र के बात करे छे, ओई के संग संगे हिंदू राष्ट्र नेपाल हो के चाही से बात करे छे। आय यह संगठन के विषय में चर्चा करब, एकर संगे सदन विघटन सहित के और विषय में सेहो चर्चा करब। अखन जुड़ल छे राष्ट्रीय एकता अभियान के अध्यक्ष विनय कुमार यादव। सबसे पहले हुनका स्वागत करी छी। विनय जी, कार्यक्रम में स्वागत छ। धन्यवाद। शुरुआत यही विषय लिएर गरौँ। राजतन्त्र, राजावादी र हिन्दू नेपालमा आवाज उठाउनेहरू थुप्रै सङ्गठनहरू छन्, हैन? प्राय दुईटै विषयलाई सँगसँगै उठाउने गरिन्छ। तर तपाईहरूको जुन सङ्गठन छ यो संघीय गणतन्त्र सहितको हिन्दू राष्ट्र भनेर भनिरहेको छ राष्ट्रिय एकता अभियान। यो के रहेछ यो अभियान? राष्ट्रिय एकता अभियान आफैमा एउटा आन्दोलन हो र यो आन्दोलन चाहिँ देशलाई, देशको जुन सांस्कृतिक पहिचान छ, देशको जुन आध्यात्मिक पहिचान छ, मौलिक पहिचान छ, त्यसलाई संविधानमा उल्लेख गराउनको लागि र संवैधानिक रूपले संघीय हिन्दू गणतन्त्र यो देश कायम गराएर दुई तीनवटा कुरा, अब संघीयता र गणतन्त्र त छँदैछ, तर त्यसमा हिन्दू राष्ट्र धर्मनिरपेक्ष समाप्त गरेर हिन्दू गणतन्त्रको रूपमा स्थापित गर्नलाई हामी किन लागि परेका छौँ त यसको भित्र जाँदा दुई तीनवटा प्रमुख कुराहरू छन्। एक त देशमा जुन विदेशी डलरको विदेशी प्रभावको कारणले देशमा जुन हाम्रो सांस्कृतिक शिक्षा प्रणालीमा जानुहुन्छ भने नैतिक शिक्षा हटाइयो, वैदिक शिक्षा छँदै छैन देशमा, संस्कारको कुनै कुरा छैन विद्यालयहरूमा, शिक्षा नीतिमै छैन। अर्को शिक्षा नीति चाहिँ पश्चिमाहरूको प्रभावबाट चलिरहेको छ। त्यसकारणले आउने हाम्रो जेनेरेसनलाई आज हामी हेर्छौँ पोलिटिकल नेताहरूले के समय समयमा आफ्नो प्रतिक्रिया दिनुहुन्छ कि देशमा छाडातन्त्र भयो। किन भयो भने हामीले आफ्नो जेनेरेसनलाई नैतिक शिक्षा नै पढाइरहेको छैनौँ। विद्यालयमा शिक्षा नीतिमा नैतिक शिक्षा नै छैन, वैदिक ज्ञान नै छैन भने त्यो जेनेरेसन कहाँ जान्छ? छाडातन्त्र, स्वाभाविक रूपले छाडातन्त्रतिर जान्छ। त्यसकारणले हिन्दू राष्ट्र बनाएर अथवा हिन्दू राष्ट्रको कुराको साथसाथ हामी यो देशमा वैदिक ज्ञानको शिक्षा यो देशमा होस्, हाम्रो सांस्कृतिक ज्ञानको कुरा होस् र नैतिक शिक्षाको कुरा होस् भनेर एउटा शिक्षा नीतिको कुरा। अर्को चाहिँ दुनियाँभरिमा हेर्नुहुन्छ भने राष्ट्रहरूमा धेरै जसो राष्ट्र मुस्लिम देशहरू छन्, धेरै जसो देश इसाई देशहरू, मुलुकहरू छन्, तर दुनियाँमा एउटा पनि हिन्दू राष्ट्र आजको बाँचेन, रहेन समयमा। त्यसकारणले दुनियाँभरिको जुन हिन्दू समाज छ, 2 अर्ब, 1.5 अर्ब, 1 अर्ब जति छन्, तिनीहरूको एउटा पावन स्थल नेपाल, देवभूमिको रूपमा नेपाल चिनिन्छ। त्यसकारणले यो मुलुक चाहिँ संघीय हिन्दू गणतन्त्र भयो भने हाम्रो धार्मिक पर्यटन र धार्मिक पर्यटनबाट 1.25 करोड 200 करोड जुन जनसङ्ख्या छ यो हाम्रो दुनियाँमा, उहाँहरूलाई हामीले नेपाल घुमाउनलाई, नेपाल हेर्नलाई उहाँहरू आउनुहुन्छ र सांस्कृतिक टुरिज्म बढ्छ, धार्मिक पर्यटन बढ्छ र हाम्रो निश्चित रूपले आज हामी गएको बजेट पछि जुन अर्थमन्त्रीको एउटा वक्तव्य आयो कि कर्मचारीहरूलाई तलब भत्ता खुवाउनलाई पैसा छैन भने निश्चित रूपले अहिले हाम्रो आर्थिक स्थिति डमाडोल छ, चरम स्थितिमा छ। त्यसकारणले धार्मिक पर्यटन बढ्यो भने हाम्रो देश निश्चित रूपले आर्थिक पनि विकास हुन्छ। तपाईहरूको माग चाहिँ हिन्दू राष्ट्र चाहिँ हुनु पर्यो नेपाल। अहिलेको जुन गणतन्त्र त छँदैछ, यसमा चाहिँ जुन धर्मनिरपेक्ष भनिएको छ त्यो हटाउनु पर्यो र हिन्दू राष्ट्र कायम हुनु पर्यो
संविधानमा त्यो कुरा आउनु पर्यो भन्ने चाहिँ तपाईहरुको माग छ। एक्ज्याक्ट किनभने नेपाल देवभूमि हो आफैमा, यो यसको सांस्कृतिक आफ्नो मौलिक पहिचान छ। त्यसकारणले शासन व्यवस्था गणतन्त्र भनेको दुनियाँको उपयुक्त व्यवस्था हो, जनताको व्यवस्था चाहिँ गणतन्त्र नै हो। त्यो व्यवस्थालाई नकार्न सकिँदैन। त्यो हिन्दुत्वले पनि, हिन्दू संस्कारले पनि जनतालाई नै तपाईले राम राज्यको जब कल्पना गर्नुहुन्छ र राम राज्यको जब भित्र बुझ्नुहुन्छ भने रामले पनि आफ्नो जनताको भलोको लागि, जनताको भलाइको लागि आफ्नो सम्पूर्ण त्याग गरेका पनि रहेछन् हैन। त्यसकारणले अहिले जनताको लागि, अहिले जनताको सर्वोपरि व्यवस्था चाहिँ गणतन्त्र हो र त्यसकारणले यो गणतन्त्रको साथसाथ आफ्नो देशको पहिचान जोगाउनको लागि हिन्दू गणतन्त्र हुनुपर्छ भनेर हाम्रो मान्यता छ। संगठन जो चाहिँ हिन्दूका वकालत गरिरहेका छन् नि, हिन्दू राष्ट्र हुनु पर्यो भनेर अधिकतर संगठन चाहिँ राजसंस्था सँगसँगै जोड्ने गरेका छन् के तपाईँ अरू चाहिँ अलि पृथक किन नि? हैन, बिल्कुल रूपले पृथक, किनभने हिन्दुत्व कुनै व्यक्तिमाथि निर्भर भएको होइन, हिन्दुत्व कुनै संस्थामाथि निर्भर कुरा होइन। म हिन्दू राजा भनेको विष्णुको अवतार, भगवानको अवतार भनेर भन्छन् नि हैन? गलत कुरा हो। राजा भनेको विष्णुको अवतार हुँदैन, किनभने जब राजा विष्णुको अवतार हुन्छ भने रावण पनि त राजा थिए, कंस पनि त राजा थिए। त्यसकारणले यो यादको कुरा अपव्याख्या हो, कुरा यो हो। एउटा कुरा के छ भने हाम्रो शास्त्रहरूमा राजा भनेको विष्णुको समान हुनुपर्छ, विष्णुको जस्तो हुनुपर्छ हैन। त्यसकारणले यो कल्पना छ राजा भनेको रामको जस्तो हुनुपर्छ। राजा फेरिको जो शासक, जो सत्तामा छ, राजा भनेको सिंगल व्यक्ति होइन, कुनै परिवार होइन। राजा भनेको शासक जो पनि हुन सक्छ। अहिलेको शासक चुन्ने कसको जिम्मेवारी छ यो गणतन्त्रमा भने जनताको छ। त्यसकारणले यो सिस्टमको विरुद्धमा कहीँ हिन्दुत्वमा व्याख्या छैन। गणतन्त्रको विरुद्धमा कुनै हिन्दू धर्म ग्रन्थमा हिन्दू हुँदैमा राजा नै चाहिन्छ भन्ने छैन। बिल्कुल छैन। हिन्दू र राजा विभिन्न दुईटा पाटो हो। हिन्दू धर्म भनेको एउटा सनातन संस्कृति हो, त्यो एउटा जीवनशैली हो। त्यो जीवनशैली चाहिँ अहिंसा परमो धर्मको कल्पना गर्छ। त्यो जीवनशैली चाहिँ सर्वे भवन्तु सुखिनाको कल्पना गर्छ। त्यो जीवनशैली चाहिँ कृष्णवन्तो विश्व मार्यमको कल्पना गर्छ। अब अहिले धर्मनिरपेक्ष हुँदाखेरि र हिन्दू राष्ट्र हुँदाखेरि अहिले त धर्मनिरपेक्ष छ नि हैन? यसले चाहिँ के छ जो सनातन हिन्दू धर्मावलम्बी छन् तिनीहरूलाई चाहिँ के अधिकारबाट चाहिँ वञ्चित गर्यो कि तपाईहरुको चाहिँ एजेन्डा यसरी आयो कि हिन्दू राष्ट्रै हुनु पर्यो भनेर? अब हेरौँ, बिल्कुल रूपले वञ्चित त के भनौँ, धर्मनिरपेक्ष त लादियो, तर धर्मनिरपेक्षता भनेको के त? धर्मनिरपेक्षको इङ्ग्लिसमा जान्नुहुन्छ भने सेक्युलरिजम हो। सेक्युलरिजमको यहाँ नेताहरूले के व्याख्या गर्छन्, हाम्रो विद्वानहरूले के व्याख्या गर्छन् भने सेक्युलरिजम भनेको कुनै एउटा धर्म होइन, सबै धर्मलाई समान व्यवहार गर्ने भनेर सेक्युलरिजमको व्याख्या गर्छन्। तर व्यवहारमा के भइरहेको छ भने अहिले तपाईले 2 नम्बर प्रदेशकै कुरा गर्नुहुन्छ भने 2 नम्बर प्रदेशको प्रदेश सरकारले मदरसा विधेयक ल्यायो। राज्य सत्ताको लागि, शासनको लागि सबै धर्म जब समान छ संविधानले भन्छ भने मदरसा एउटा धर्मको लागि, एउटा धर्मको ग्रन्थ पढाउनको लागि, एउटा धर्मको कुरा पढाउनको लागि सिकाउने मदरसाको लागि मदरसा विधेयक ल्याउने। तर यहाँ गुरुकुलको लागि कुनै विधेयक नल्याउने, यहाँ गुरुद्वाराको लागि कुनै विधेयक नै ल्याउने, यहाँ गुम्बाहरूको लागि कुनै बौद्धिस्टहरूको लागि कुनै आयोग नल्याउने। त्यो त नेपालमा छँदैछ नि, संस्कृत विश्वविद्यालय नै छ त नेपालमा हैन? संस्कृत विश्वविद्यालय छ, त्यसबाट वेद साहित्य जति छ जे पढाइ भइरहेछ त अनि के चाहियो? अब संस्कृत भाषा एउटा हिन्दू धर्मको मातृभाषाको रूपमा नहेरौँ। संस्कृत भाषा भनेको भाषाको जननी हो। त्यसकारणले संस्कृत भाषा भयो भने हिन्दू धर्मको त्यहाँ कुरा हुन्छ भनेर छैन। त्यो एउटा भाषा हो, भाषा भनेको माध्यम हो र सबै भाषाहरूको जननी चाहिँ संस्कृत हो। त्यसकारण त्यो विश्वविद्यालय हुनु भनेको छुट्टै कुरा। वेदको पढाइ नेपालमा हुन्छ हुँदैन त्यो भन्नुस् त मलाई? वेदको पढाइ नेपालमा हुन्छ हुँदैन? वेदको पढाइ हुन्छ, वेदको सबै हुन्छ त। तर त्यही त भन्ने अनि मदरसा विधेयक ल्यायो भन्दैमा आपत्ति चाहिँ किन त्यसो? एकदमै आपत्ति। म भन्दैछु गुरु त्यही त भने विधेयक ल्याउने भनेको जुन
मुस्लिम धर्मका छन् तिनी मदरसाको अवस्था कस्तो खराब छ त्यसलाई उत्थान गर्ने त हो नि, त्यो हिसाबले त ल्याइएको हो नि। एकदम मैले त्यही त भने, यहाँ कुरान पनि पढाइ हुन्छ, वेद पनि पढाइ हुन्छ। तपाईले मदरसाको स्थिति खराब छ भने मदरसा विधेयक ल्याउनु भयो, उसलाई सुधार्नको लागि, त्यसलाई हेर्नको लागि, त्यसलाई व्यवहारमा परिचालन गर्नको लागि। तर जहाँ वेद पढाइ हुन्छ गुरुकुलहरूमा, गुरुकुलहरूको स्थिति जर्जर छैन त? गुरुकुलहरूको स्थिति खराब छैन र गुम्बामा हेर्नुहोस्, बौद्ध जहाँ पढाइ हुन्छ बौद्ध विहारहरूमा, त्यहाँको स्थिति जर्जर छैन र किराँतको जहाँ शिक्षा दिइन्छ त्यहाँ जर्जर स्थिति छैन। यहाँको हाम्रो सिखहरू जसले यहाँको अटो सेक्टरमा धेरै हामीलाई सिकाए, त्यो सिखहरू आज पलायन हुने स्थितिमा छन्। सिखको गुरुद्वाराको स्थिति जर्जर छैन र सबको स्थिति जर्जर छ। तर सरकारले भन्छ हामी सेकुलरिजम मान्छौँ। तपाईहरुले एउटा आधार मान्नुहुन्छ कि धर्मनिरपेक्ष गरेर गल्ती गर्यो सरकारले या संविधान जतिखेर बनाएका दलहरू छन् तिनीहरूले चाहिँ गलती गरे। बिल्कुल गल्ती गरे, किनभने देशको एउटा पहिचान हो, यो देवभूमि हो, यो यसको आफ्नो संस्कार र संस्कृति, आफ्नो एउटा मूल्य मान्यता छ। त्यो मूल्य मान्यतालाई विश्व सामु गर्वका साथ आफ्नो पहिचान हेराउने ठाउँमा उहाँहरूले, हाम्रो नेताहरूले हाम्रो पहिचान चाहिँ जुन समाप्त पारिदिनु भयो, त्यस कारणले हाम्रो देशलाई मात्र यो पहिचानको कुरा मात्रै होइन, आर्थिक रूपले पनि हामीलाई नोक्सान हुन्छ। हामी त्यसलाई पोजिटिभ लिएर आफ्नो धर्म संस्कृतिलाई दुनियाँभरिमा हामीले त्यसलाई प्रचार गर्यौँ भने निश्चित रूपले हाम्रो यो धार्मिक पर्यटन बढ्छ र यो देश चाहिँ तब मात्रै यो देश चाहिँ आर्थिक वृद्धि गर्छ। भयो भने अरू धर्मका जो छन् नि, होइन, यहाँ त हिन्दूहरू मात्रै त छैनन्, बाहुल्यता छ, होइन, जुन अरू धर्मका छन् तिनीहरूमाथि अन्याय हुन्छ कि हुँदैन? एकदम हुँदैन, किनभने हिन्दू भनेको आफैमा सहिष्णुता बोकेको समाज हो। अन्याय हुन्छ भनेर त धर्मनिरपेक्ष गरेको हो नि, सबैलाई समान हैसियतले हेर्ने। संविधानमा हिन्दू राष्ट्र हुँदा अधिराज्य हुँदा पनि कहाँ यहाँ कसैलाई आफ्नो धर्म र संस्कृति मूल्य मान्यता अपनाउन, गर्न, पूजा पाठ गर्न, नमाज पढ्न नामको लागि भए पनि हिन्दू राष्ट्र हुनु पर्यो भने तपाईहरुको तर्क होइन, व्यवहारमा पनि हुनु पर्यो। अनि मात्रै यो देश चाहिँ आर्थिक रूपान्तरणमा जान सक्छ, आर्थिक वृद्धिमा जान सक्छ। किनभने जब जुन पनि कसैले आफ्नो संस्कृतिलाई लुकाउँछ, नामै राखिदिने हो। ल, जनकपुरका जानकी मन्दिरको प्रचार प्रसार गरिएन भने, धनुषा धामको प्रचार प्रसार गरिएन भने, होइन, गढी माईको प्रचार प्रसार गरिएन भने के चाहिँ हुन्छ के? त्यसो भए नामै राखेर हुन्छ त भने? मुख्य कुरा त जो यहाँ देश चलाउने छन्, प्रदेश चलाउनेहरू छन्, तिनीहरूले पर्यटकीय क्षेत्रको उत्थान गर्नुपर्ने हो। यहाँका जुन अरू कुराहरू तपाईँले गर्नुभयो, धर्मशास्त्रका कुराहरू गर्नुभयो, होइन, अध्ययन अध्यापनका कुराहरू गर्नुभयो, त्यसलाई बढाउने हो नि। नाम मात्रै राखेर चाहिँ के हुन्छ के? नाम राखेर त आफ्नो पहिचानको कुरा। आज देशमा हामी आन्तरिक राजनीतिमा हेर्छौँ भने पहिचानको लडाइँ भइरहेको छ कि यो फलानाको पहिचान स्थापित गर्नको लागि फलानाको, मधेसीको पहिचानको लागि यो गर्नु पर्यो, जनजातिको पहिचानको लागि यो गर्नु पर्यो, फलाना थारूको पहिचानको लागि यो गर्नु पर्यो। त्यस्तै इन्टरनेसनल कम्युनिटीमा आफ्नो देशको पहिचान के त? हाम्रो देशको पहिचान के त? पाकिस्तानलाई हामी हेर्छौँ भने पाकिस्तान भनेको इस्लामिक रिपब्लिकनको रूपमा पहिचान, आफ्नो सांस्कृतिक पहिचान बताउँछ। इराकमा गयो भने उसले आफ्नो इस्लामिक राष्ट्रको रूपमा आफूलाई परिचित गराउँछ। धेरै सब देशको आफ्नो आफ्नो सांस्कृतिक पहिचान छ। तर हाम्रो देशको मूल धर्मनिरपेक्ष सेकुलर भन्छौँ, सेकुलर भनेको पन्थनिरपेक्ष। अब यो संविधान बनेको नि 5 वर्ष करिब हुन लागिसक्यो। अहिले आएर तपाईँहरू चाहिँ हिन्दू राष्ट्र हुनु पर्यो, संविधान बन्ने बेलामा चाहिँ तपाईहरुले आवाज उठाउनु पर्ने ठाउँमा चाहिँ अहिले 5 वर्षपछि चाहिँ किन नि? हैन, एकदम सही कुरा गर्नुभयो, सही प्रश्न गर्नुभयो। संविधान बनेको 5 वर्षपछि मात्रै हैन, जब अन्तरिम संविधानमा धर्मनिरपेक्षता शब्द ल्याइयो, त्यही हिन्दू राष्ट्र हटाइयो, त्यही बेलामा हामीले एउटा प्रेस विज्ञप्ति जारी गर्यौं कि अन्तरिम संविधान बन्यो। यो मोडलमा गणतन्त्रमा जाँदा हामीलाई कुनै आपत्ति छैन, किनभने हिन्दू धर्मले शासन व्यवस्थामाथि कहिले पनि रुल गर्दैन, हिन्दू आफैमा सहिष्णुता हो। त्यसकारणले हामीलाई यो व्यवस्था परिवर्तनसँग हाम्रो कुनै आपत्ति छैन। तर जुन अन्तरिम संविधानमा धर्मनिरपेक्ष ल्याइयो
त्यसको हामी कडा विरोध गरिरहेछौँ। यो प्रेस विज्ञप्ति जारी गरेर हामी त्यस बेलादेखि विरोधमा गयौँ, सडकमा गयौँ र अहिले संविधान घोषणा हुँदाखेरि पनि जब थाई संविधान घोषणा भयो हाम्रो सम्माननीय राष्ट्रपति रामवरण यादवज्यूको हातबाट यो त्यो बेला पनि हामीले संविधानको सबै धाराहरूलाई स्वागत गर्यौँ। तर धर्मनिरपेक्षता बुन्दालाई म स्वयं आफै मेरो नेतृत्वमा हजारौं कार्यकर्ताहरूले त्यो संविधानको धारालाई जलाएर हामी त्यही दिनबाट निरन्तर आन्दोलनमा छौँ। त्यसकारणले अहिले 5 वर्षपछि आएर हामीले आन्दोलन गर्दैछौँ यो भन्न चाहिँ हजुरलाई तपाईलाई जानकारी पुग्न नसकेको होला। तर हामी निरन्तर त्यस बेलादेखि आन्दोलनमा छौँ। स्वयं म बाल्यकालदेखि हिन्दू समाजको लागि, हिन्दू धर्मको लागि निरन्तर हामी काम गर्दैछौँ। त्यसकारणले हाम्रो यो 5 वर्ष धर्मनिरपेक्षले चाहिँ यो देशको चाहिँ समृद्धि र विकास हुन सक्दैन। हिन्दू राष्ट्र चाहिँ हुनु पर्यो। आर्थिक हिसाबले पनि तपाईको तर्क हो हैन। भारतको कुरा गर्ने हो भने भारत पनि धर्मनिरपेक्ष राष्ट्र हो नि हैन। तर विकासको बाटोमा त अगाडि लम्किरहेको त छ नि हैन भारत। भनेपछि तपाईले के लाग्छ कुनै पनि देशको शासन व्यवस्था र त्यो शासन चलाउने व्यक्तिहरू सही हुनुपर्ने हो या नाम हिन्दू राष्ट्र राखेर या धर्मनिरपेक्ष राखेर त्यसले नै लाभ पुर्याउने हो त? हैन, एकदम सही कुरा गर्नुभयो। भारत एउटा धर्मनिरपेक्ष देश होइन। हामीलाई यो के लागेको छ भने भारत धर्मनिरपेक्ष राष्ट्रको रूपमा हामी हेर्छौँ। तर एक्ज्याक्ट भारतको संविधानमा हामी पढ्यौँ भने भारतमा कहीँ धर्मनिरपेक्ष शब्द लेखेको, संविधानमा धर्मनिरपेक्ष शब्द लेखेको छैन। भारतको संविधानमा समधर्म समभाव यानी सबै धर्मको समान भावको रूपमा संविधानले हेर्छ हैन। धर्मनिरपेक्ष शब्द अधर्मको रूपमा आउँछ। तर सर्वधर्म समभाव भनेको त्यो सबै धर्मको प्रतिष्ठा दिएको छ। तर पनि त्यो हुँदाहुँदै पनि स्पष्ट हिन्दू राष्ट्र नभएको कारणले हामी हेर्छौँ भारतको स्थिति। महिना पिछो त्यहाँ दंगा हुन्छ, महिना पिछो जहाँ त्यहाँ हिन्दू कमजोर भइरहेको छ त्यो प्रान्तमा विभाजनको कुरा उठिरहेको छ। स्वतन्त्रताको कुरा चाहे त्यो काश्मीर होस् चाहे पूर्वोत्तर होस्। भनेपछि भारत पनि हिन्दू राष्ट्र भइदिएको भए यति चाहिँ दंगा फसाद हुँदैन थियो होला। समयमा हिन्दू राष्ट्रको कुरा चाहिँ उठिरहेको हुन्छ। अहिले पो त्यहाँ असल व्यक्तित्व शासनमा आएर अहिले आर्थिक सुधारहरू विकासहरू हामी देख्न सकेका छौँ। नत्र त्यहाँ पनि स्थिति संख्यामाथि झन् अन्याय हुन्छ भनेर त यसो गरिएको हो नि। हिन्दू धर्म भनेको कसैलाई अपमान गर्ने, कसैले अन्याय गर्ने त्यस्तो हिन्दू धर्मग्रन्थ नपढ्नेहरूले बुझ्छन् होला। किनभने कुनै पनि सबै धर्महरूभित्र व्यवहारमा चाहिँ विकृतिहरू छन्। हिन्दू धर्ममा पनि विकृति होला। तर त्यो विकृतिलाई हेरेर त्यही धर्म हो भनेर भन्न मिल्दैन। हिन्दू धर्मको ग्रन्थहरूमा स्पष्ट छ सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया। हामी प्रत्येक व्यक्तिको सुख र शान्तिको कुरा उठाउँछौँ। कुनै यस्तो छैन कि हिन्दू धर्ममा कतै विभेदको कुरा छैन। त्यसकारणले अब तपाईहरुको अभियान कसरी अगाडि बढ्छ? हाम्रो अभियान के छ कार्यक्रमहरु? हामी जनताको बीचमा गइरहेको छौँ, निरन्तर जनताको समर्थन पाइरहेको छौँ र जब जनताहरूको बहुसंख्यक जनताको समर्थन पाउँछ यही नेताहरूलाई हामीले दबाव सिर्जना गर्छौँ र यो देश चाहिँ संघीय हिन्दू गणतन्त्र एक दिन कायम गराउँछौँ। संघीय हिन्दू गणतन्त्र राष्ट्र चाहिँ कायम गराउँछौँ। यसको लागि हामी निरन्तर सडकमा छौँ, गाउँमा छौँ, टोलमा छौँ, नगरपालिकामा छौँ, हामी जनताको बीचमा छौँ र निश्चित उपलब्धि त केही पनि हासिल भएको छैन नि त अहिलेसम्म। 5 वर्षदेखि त विभिन्न सङ्गठनहरू त आवाज उठाइ नै रहेका छन् हैन। हिन्दू राष्ट्र हुनु पर्यो भने उठाइरहेको छन्। तर यो गणतन्त्रमा जुन नेताको प्र्याक्टिस हुनुपर्ने, लोकतन्त्रमा नेताको प्र्याक्टिस हुनुपर्ने, जसै हामी अन्य गणतन्त्रिक मुलुकमा हेर्छौँ भने कहीँ विरोध भयो भने सरकारले उसको कुरा सुन्छ, सदनमा लगेर पेश गर्छ। तर नेपालमा गणतन्त्र त आयो
तर यहाँका अहिलेको जुन वर्तमान नेताहरू छन् त्यही पञ्चे नेताहरू हुन्, राजाको पालाको नेताहरू हुन्। ती नेताहरूलाई गणतन्त्र लोकतन्त्रको अभ्यास नै छैन। त्यस कारणले उहाँहरूले गल्ती गर्दै हुनुहुन्छ। कमिसन खोरीको चक्करमा लाग्नु भएको छ, भ्रष्टाचारतिर लाग्नु भएको छ, तर देशलाई कसरी लोकतान्त्रिक पद्धतिबाट देशलाई सञ्चालन गर्नेतिर लाग्नु भएको छैन। त्यस कारणले अहिले हामीले उठाएको मागहरूलाई सम्बोधन सरकारले गर्न सकिरहेको छैन। हजुर, अब अलि प्रसङ्ग बदलौँ। संसद विघटन भयो र संसद विघटन भइसकेपछि प्राय हेर्ने हो भने हिन्दूको कुरा, राज संस्थाको कुरा अलिक बढी उठ्न थालेको अवस्था पनि छ नि। योसँग जोड्न मिल्छ संसद विघटन हुनु र जसरी तपाईँहरू पनि अगाडि आइराख्नु भएको छ होइन, यसका साथै नागरिक आन्दोलन भनेर अरू सङ्गठनहरू पनि अगाडि आइरहेका छन् होइन। भले त्यो अलिअलि चाहिँ त्यो मुद्दा चाहिँ अलिक फरक होस् होइन, त्यो आफ्नो ठाउँमा छ होइन, तर त्यो हिन्दूको विषय चाहिँ अलिक उठान बढी भएको कारण छ। के चाहिँ हो यसको चाहिँ रहस्य? रहस्य यसमा केही छैन। वास्तवमा यो देशलाई हिन्दू राष्ट्र बनाउनु पर्ने खाँचो हो। आम जनतालाई सुरुमा पार्टीका कार्यकर्ताहरूले गाउँमा गएर भ्रम छरे। अहिले डमाडोली स्थिति छ, यो बेला अलिकति चाहिँ आवाज चाहिँ प्रखर रूपमा उठाऊ भन्ने त होइन। के छ भने पोलिटिकल पार्टीका कार्यकर्ताहरूले नेताहरूले गएर गाउँमा भ्रम छरे। सेकुलरिजमको बारेमा सेकुलरिजम आएपछि यो हुन्छ त्यो हुन्छ त्यस्तो हुन्छ, सबै धर्मलाई यो हुन्छ त्यो हुन्छ। तर सेकुलरिजम आइसकेपछि अब जनताले बुझे कि सेकुलरिजमको नाउँमा सिर्फ हिन्दू संस्कृतिलाई, हिन्दू समाजलाई पाखा लगाउने, हिन्दू समाजलाई दबाउने काम मात्रै हुँदो रहेछ भनेर जनताले पनि अनुभूति गरे। विदेशी धर्मलाई बढावा दिने सेकुलरिजमको नाममा, धर्मनिरपेक्षताको नाममा विदेशी आइएनजिओहरूलाई र विदेशी चर्चहरूलाई, विदेशी तालिबानी संस्कृतिलाई यहाँ बढावा दिने जुन नेताहरूले काम गरे धर्मनिरपेक्षताको आडमा, त्यसबाट जनताले बुझिसके धर्मनिरपेक्षता भनेको साँच्चै के रहेछ, के को लागि यी नेताहरूले धर्मनिरपेक्षताको कुरा गर्दो रहेछन् भनेर जनताले अनुभूति गरिसकेपछि अहिले जनताको सहानुभूति, जनताको सक्रियता बढेको हुनाले अहिले हामीलाई लागिरहेको छ कि हिन्दू राष्ट्रको धेरै माग सङ्गठनहरू सक्रिय भएको छन्। अहिले उचित समय छ भन्नुहुन्छ? उचित समय त सधैँ उचित नै हो यसको लागि, तर नेताहरूले जनताले जुन 2/3 बहुमत कम्युनिस्ट पार्टीले लगभग 2/3 को बहुमत जुन कम्युनिस्ट पार्टीले दियो, त्यो कम्युनिस्ट पार्टीहरूले आफ्नो सत्ताको मतमा आएर सत्ताको उस नसामा चुर भएर जुन चाइनिज गतिविधिहरू यहाँ छिराए, त्यस कारणले यो आज दुर्गति भएको छ। अब यो सदन जुन विघटन गरियो नि, त्यसको कारण के लाग्छ तपाईँले? त्यसको कारण एउटै छ कि कम्युनिस्ट पार्टीहरूलाई सत्ताको मात लागेर जुन उत्तरको छिमेकी भनेको जोसँग जतिको व्यवहार छ त्यसलाई त्यतिको एक्सेस दिनुपर्छ, त्यसलाई त्यतिको मान दिनुपर्छ। तर के भयो, उत्तरको छिमेकीको यहाँ इन्भेस्टमेन्ट, यहाँ लगानी, यहाँ आवश्यकता 10% 5% रहेछ, तर उसलाई एक्सेस कति दियो भने 80% को एक्सेस उत्तरको छिमेकीलाई दियो। यहाँसम्म कि कम्युनिस्ट पार्टीले यति सत्ताको मातमा आयो कि चाइनिज कम्युनिस्ट पार्टीसँग आफ्नो गठबन्धनै गर्यो, आफ्नो चाइनिज कम्युनिस्ट पार्टीलाई को आफ्नो शाखा पार्टी नै मानेर काम गर्न थाल्यो उसको निर्देशनमा। भने के हुन्छ, चाइनिज गतिविधिहरू, चाइनिज हस्तक्षेपहरू यहाँ बढायो, दिन प्रतिदिन बढायो। त्यसको नतिजा के भयो भने कम्युनिस्ट पार्टीमा विवाद सिर्जना भयो। विवाद सिर्जना भएपछि 2 महिना 4 महिना 6 महिनादेखि कम्युनिस्ट पार्टीले कुनै सरकार विवाद सिर्जना हुनुको कारण, हजुर, भनेपछि कम्युनिस्ट पार्टीमा विवाद सिर्जना हुनुको कारण चीन हो। एकदम चीन हो। विदेशी हस्तक्षेप कम्युनिस्ट पार्टी चाहना त त्यो होइन नि। चीनको चाहना भनेको कम्युनिस्ट विस्तार होस् भन्ने हो नि, होइन? अरू देशहरूमा पनि कम्युनिस्ट फस्टाओस् भन्ने हो नि। कहाँ विवाद गराइदिने, टुक्राउने भन्ने त चाहना हुन्छ र भने? चीनको मान्यता त्यो मैले हेरेको छैन। चीनको मान्यता यो हो कि यो नेपालको कुनै पनि देशको सरकार जुन छ मेरो ढङ्गबाट चलोस्, मेरो इसारामा चलोस्। त्यो इसारामा चलाउनको लागि यो मान्छे मिलेन, त्यो मान्छेलाई मिलेन, जुन हामी भन्छौँ नि माइक्रो म्यानेजमेन्ट गर्न थाल्यो चीनले। अनि यो कम्युनिस्ट पार्टीमा विवाद सिर्जना भयो। 6 महिनादेखि कुनै सरकारले निर्णय लिन सकिरहेको थिएन। त्यस पश्चात बन्द सत्रको बेलामा
सदनको बन्द सत्रको बेलामा दुईटा कुरा भएको छ। एउटा त संसद विघटनको कुरा आयो, अर्को चाहिँ कम्युनिस्ट पार्टी नेकपामा फुट। यो दुईटामा जस्तै अब हुन त नेपालको कुरा गर्ने हो भने विदेशी हस्तक्षेप भनौँ हुँदै आएको छ कुनै न कुनै रूपमा भनेर भनिँदै आएको छ होइन। हरेक नेपालका हरेक चाहिँ राजनीतिक घटनाक्रम जुन परिवर्तन हुन्छन् त्यो बेला चाहिँ कतै न कतै विदेशीहरूको पनि भूमिका रहन्छ, चाहे सकारात्मक होस् या नकारात्मक होस् होइन, चाहे भारत होस् या चीन होस्, त्यो चाहिँ आरोप लाग्दै आएको अवस्था छ। अहिलेको जे घटना भयो नि अहिले, त्यसमा मुख्य रूपमा दुईटा घटना प्रमुख रूपमा देखियो। एउटा चाहिँ सदन विघटन, अर्को चाहिँ पार्टीभित्रको फुट। सदन विघटनको कारण आन्तरिक कारण हो या यसमा पनि कतै न कतै विदेशी चलखेल छ? सदन विघटनमा त्यही कम्युनिस्ट पार्टीले यहाँ चाइनिज हस्तक्षेप बढायो। चाइनिज हस्तक्षेप बढेपछि कम्युनिस्ट पार्टीभित्र विवाद भयो। त्यो विवादको नतिजा सदन विघटन हुन पुग्यो, किनभने चाइनिजकै इसारामा बन्द सत्रमा प्रतिनिधि सभाको सदन स्थगित रहेको अवस्थामा कुनै प्रधानमन्त्रीको लागि अविश्वासको प्रस्ताव दर्ता गराउनु भने अझै प्रश्न गरिदिनुहोस् त, चीन सरकारमाथि हावी भयो या नेकपामाथि हावी भयो? नेकपामाथि पनि हावी भयो, सरकारमाथि हावी हुन खोज्यो र सरकारलाई गाइड गर्न खोज्यो। त्यस कारणले सत्ताको कारणले कम्युनिस्ट पार्टीमा विवाद भयो चीनको कारणले। तब मात्रै त्यो विवादको सीमा नाग्यो र त्यस पश्चात सदन विघटन भयो। त्यसको सदन विघटन भनेको लोकतन्त्रमाथिको अपराध हो, लोकतन्त्रमाथिको हमला हो। त्यो हुनु हुँदैन थियो। लोकतन्त्र यो स्थायित्व गर्नु छ भने चलिरहेको सदनमा उहाँले आफ्नो बहुमत प्रश्न पार्नु पर्थ्यो र कम्युनिस्ट पार्टीले पनि अविश्वासको प्रस्ताव जुन लागू गर्यो त्यो चाहिँ चलिरहेको सदनमा लगाएको भए, अविश्वासको प्रस्ताव दर्ता गराएको भए प्रधानमन्त्रीलाई पनि भाग्न मिल्दैन थियो, विघटन गर्न मिल्दैन थियो। त्यस कारणले यो सदन विघटनको पुरै सम्पूर्ण जिम्मेवारी केपी ओली मात्रै होइन, केपी ओलीको साँचा जति केपी ओली अपराधी छन् त्यतिसम्मको अपराधी प्रचण्ड र माधव नेपाल पनि छन्। त्यस कारणले यो सदन विघटनको, यो लोकतन्त्रमाथिको हमलाको जिम्मेवारी सम्पूर्ण कम्युनिस्ट पार्टीले लिनुपर्छ। त्यस कारणले अब स्पष्ट भयो कि यो कम्युनिस्ट पार्टीको हातमा यदि यो देशको सत्ता हुन्छ, यो देशको शासन हुन्छ भने यिनीहरू कुन बेला चाइनालाई लगेर बुझाउँछन् कुनै ग्यारेन्टी छैन। चीनको कुरा गरिराख्नु भएको छ कि चीनको हात छ भनेर। अब हुन त पछिल्लो समयमा त्यहाँको उपमन्त्री आएको अवस्था छ होइन। त्यसपछि यान्छी राजदूत चाहिँ चिनिया राजदूतको पनि दौडधुप नै रह्यो, पहिला पनि अहिले पनि होइन। अब भारततिरको कुरा गर्ने हो भने त्यहाँबाट र प्रमुख आएकै अवस्था हो होइन, त्यहाँका सचिव पनि आएकै अवस्था हो, विदेश सचिव पनि आएकै अवस्था हो। तपाईँलाई के लाग्छ यसमा के चाहिँ अरू हुन सक्ला? अनि के हुन सक्ला होइन, र प्रमुख आए, आफ्नो प्रधान सीमाको यहाँ विवाद थियो, हामीले सीमा संशोधन देशको सीमा संशोधन गरेका थियौँ, दुई देशको बीचको संवाद बन्द थियो। त्यो संवाद जारी राख्नको लागि, त्यो संवाद निरन्तरता दिनको लागि बन्द भएको संवाद खुला गर्नको लागि, चिसिएको सम्बन्धलाई मधुर बनाउनको लागि हाम्रो प्रधानमन्त्रीले जुन सम्बन्ध थियो त्यो भन्नुहुन्छ त, प्रधानमन्त्रीले निरन्तर प्रयास गर्नुभयो। त्यो प्रयासको फलस्वरूप उताबाट समकक्षी प्रधानमन्त्रीको दूतको रूपमा गोयलजी आए र प्रमुख आए, त्यसपछि सेना प्रमुख आए। त्यो निरन्तर आफ्नो नियमित भिजिटको रूपमा आए। तर यान्छी चाहिँ जुन घर घर गएर जुन पार्टी सम्हाल्ने काम गरिन्, पार्टीको चिफको रूपमा काम गरिन्, त्यसबाट निश्चित रूपले कम्युनिस्ट पार्टीमा विवाद सिर्जना भएको हो। त्यसको कारण संविधान हाम्रो खतरामा छ। अहिले संविधान यति बलिदानी, यति शहीदहरूको रगतबाट यो बनेको संविधानलाई खतरामा डाल्नु, यस्तो मझधारमा ल्याएर पुर्याउनु भनेको यो कम्युनिस्ट पार्टीले यो लोकतन्त्रको लागि सबभन्दा ठुलो अपराध गरेको छ। र निश्चित रूपले तपाईले हेर्नुहुन्छ भने कम्युनिस्ट पार्टीको सत्ताको माथ हेर्नुहोस् कि रुई गाउँको कुरा आउँछ।
रुई गाउँलाई हाम्रो देशको सीमालाई एउटा गाउँलाई चाइनाले सखाप पार्छ, आफ्नो भूमिमा मिलाउँछ, आफ्नो सीमाभित्र पार्छ। र हाम्रो परराष्ट्र मन्त्रीले के भन्छन्, रुई गाउँले स्वेच्छाले चाइनामा गएको हो। म परराष्ट्र मन्त्री तपाईँको टेलिभिजनको माध्यमबाट त्यो परराष्ट्र मन्त्रीसँग सोध्न चाहन्छु कि त्यो रुई गाउँमा कहिले जनमत सङ्ग्रह भएको, त्यो जनमत सङ्ग्रहको रिपोर्ट चाहिँ जनताको अगाडि सार्वजनिक गर्न आग्रह गर्नु। तपाईँहरू त्यो एजेन्डा लिएर आउनु न, त्यो एजेन्डाहरू लिएर आउनुहोस्। चीनले अतिक्रमण गर्यो हैन, एजेन्डामा हामीले निरन्तर आवाज उठाएको एजेन्डा लिएर आउनुहुन्छ, हिन्दू चाहियो भनेर। त्यो एजेन्डामा पनि हामी काम गर्दै छौं। त्यो एजेन्डामा पनि नेपालमा पहिलो पल्ट रुई गाउँको लागि कसैले प्रदर्शन गर्यो भने, अगाडि उठायो भने, त्यो परराष्ट्र मन्त्रीले जुन तपाईले जुन प्रसङ्ग अहिले उठाउनु भयो, रुई गाउँको जुन प्रसङ्ग उठाउनु भयो, जुन चाहिँ भवन बनाएको अवस्था छ उता चिनिया पक्षले, जुन चाहिँ नेपाली भूमि हो हैन, तपाईले यो विषयमा कुरा उठाउँदाखेरि नेपालका जुन दलहरू छ नि, ठुल्ठुला दलहरू, तिनीहरूको भूमिका चाहिँ कस्तो पाउनु भएको छ? एउटा चाहिँ नेकपा भयो, त्यसपछि अर्को चाहिँ कांग्रेसको कुरा गर्ने हो भने कांग्रेसले त टोली नै त्यहाँ खटाएर अनुगमन गरेर प्रतिवेदन सार्वजनिक गर्यो, विज्ञप्ति निकाल्यो, त्यसपछि चुप्प लागेर बसेको अवस्था छ। जसपा त केही बोल्दैन, ऊ पनि विज्ञप्तिमै सीमित रहेको अवस्था छ। तपाईलाई के लाग्छ, यी दलहरू जो ठुला दलहरू छन् नि, यी दलहरू चीनले सीमा मिचेको लगायत विषयमा चाहिँ किन कुरा उठाउँदैनन्? यो दलहरू कम्युनिस्ट पार्टी त चाइनाको भातृ पार्टी नै भए, त्यसकारणले उनीहरूसँग आशा नै गर्नु बेकार छ। रुई गाउँको बेलामा कांग्रेस पार्टीका केही नेताहरूले कुरा उठाए, तर संस्थागत रूपमा कांग्रेस पार्टीले कुरा उठाएन। तर अहिले हुम्लामा जुन बिल्डिङ बनायो चाइनाले हाम्रो सीमामा, त्यसको लागि हामीले विरोध गरिसकेपछि कांग्रेसको त्यो हुम्लाको जुन ठाउँमा क्याप्चर भएको छ त्यहाँको स्थानीय सांसद, प्रदेश सभा सांसदले लाल पूर्जा सहित, त्यो जग्गाको लाल पूर्जा सहितको रिपोर्ट चाहिँ कांग्रेस पार्टीलाई बुझाए। त्यसपछि कांग्रेसले आफ्नो उसमा बैठकमा त्यसलाई इस्यु बनायो, कांग्रेसले चाहिँ आवाज उठायो, तर विज्ञप्तिसम्म राख्यो। मैले भन्न खोजे त्यही हो, प्रतिवेदन आयो, त्यहीका सांसदले अनुगमन गरेर हैन, त्यसपछि विज्ञप्ति नै आयो हैन, सबै कुरो भयो। त्यसपछि चाहिँ ऊ पनि चुप्प लागेर बसेको अवस्था छ हैन, जसपा पनि चुप्प नै छ। अनि यो विषयहरूमा चाहिँ यी दलहरू चाहिँ किन आवाज उठाउँदैनन् जस्तो लाग्छ? यो चाहिँ दुर्भाग्यको कुरा हो। नेपालको कम्युनिस्ट पार्टीसँग त आशै नगरौँ, तर कांग्रेस र जसपाले उठाउनु पर्ने कुरा हो। जसपा र कांग्रेसले उठाउँदैन भने आउने दिनमा आफ्नो भूमिको लागि अनि तपाईहरु चाहिँ उठाउनु पर्नेमा तपाईहरु चाहिँ हिन्दू राष्ट्रको कुरा गरिराख्नु भएको छ। फेरि अब के भन्नु, हिन्दू राष्ट्रको मात्रै कुरा गरिरहेको छैनौँ, हिन्दू राष्ट्रमा आफ्नो भूमिको रक्षाको लागि पनि काम गर्दैछौँ, आफ्नो नेपाल आमाको सुरक्षाको लागि पनि काम गर्दैछौँ। त्यस कारणले हेर्नुहुन्छ भने हामी रुई गाउँको बेलामा पनि प्रदर्शन गऱ्यौँ, त्यो पनि मुद्दा उठायौँ, त्यसको लागि पनि लड्यौँ, त्यसको लागि पनि जेल गयौँ। र हुम्लामा भएको बिल्डिङ निर्माण, हाम्रो भूमि अतिक्रमणको विरुद्धमा पनि हामी जेल गयौँ, त्यसको लागि हामी लड्यौँ, अहिले पनि लड्दैछौँ। अस्ति पनि जुन चाइनिज मन्त्रीहरू आए, त्यो मन्त्रीहरूको अगाडि, चाइनिज दूतावासको अगाडि हामीले प्रदर्शन गरेर मेसेज दियौँ कि होइन, खबरदार, हाम्रो देशमा जुन चलखेल तिमी गर्दैछौ, हाम्रो पहिला भूमि जुन अतिक्रमण गरेछौ त्यो भूमि छोड, अनि मात्रै हामीसँग तिम्रो मित्रता हुन सक्छ। हामीले यो मेसेज दियौँ, त्यसको पश्चात हामीले जेल गर्यौँ। हामी निरन्तर यो इस्युको लागि पनि, यो मुद्दाको लागि पनि हामी निरन्तर आन्दोलनमा छौँ, निरन्तर हामी काम गर्दैछौँ, सङ्घर्ष गर्छौँ। अब अन्त्यतिर पनि आइसकेका छौँ। के छ अबको अभियान? तपाईहरु कसरी अगाडि बढ्नुहुन्छ? संगठन के छ? संगठनको प्रारूप चाहिँ कस्तो छ? कसरी विस्तार गर्नु भएको छ यो संगठनलाई? एकदम राष्ट्रिय अभियान चाहिँ नाम दिनु भएको छ। राष्ट्रिय एकता अभियानको संगठन निरन्तर विस्तार हामी गर्दैछौँ। प्रदेश लेभलमा पनि हामी गर्दैछौँ, जिल्ला लेभलमा पनि गर्दैछौँ, ग्राउन्ड लेभलमा गर्दैछौँ। त्यस पश्चात हाम्रो भातृ सङ्गठनहरू अहिले नै म जनकपुर जुन आएको मेरो भ्रमण छ, यो भ्रमणमा हाम्रो भातृ सङ्गठन राष्ट्रिय विद्यार्थी परिषदको राष्ट्रिय सम्मेलन थियो, त्यसको लागि म यहाँको भ्रमण यसपालिको मेरो थियो। र हाम्रो निरन्तर यसपछि हामी राष्ट्रिय मजदुर परिषद, हामी वीरगन्जमा हाम्रो सम्मेलन हुँदैछ। त्यसकारणले हामीले निरन्तर सङ्गठन विस्तारमा छौँ र सङ्गठनको विस्तारबाट
नेपाली जनता जोड्छन् र जोडिसकेपछि बुझ्छन्, जनजागरण हुन्छ र त्यस पश्चात नेपाली जनता सडकमा आउँछन्। आज यो जुन सेकुलर आफूलाई को रूपमा जुन नेता आफ्नो पहिचान गराउँदैछन्, यही नेताहरू यही नेपाली जनताको दबावको फलस्वरूपमा त्यही नेताहरू भोलि हिन्दू गणतन्त्रको कुरा गर्छन्। यो हामीले आशा बोकेर हामी निरन्तर आफ्नो संस्थालाई, आफ्नो अभियानलाई अगाडि बढाइरहेको छौँ र आफ्नो एजेन्डालाई सरकारसम्म मजबुतीको साथ आँखामा आँखा ठड्याई हामी कुरा गर्दैछौँ, आवाज उठाउँदैछौँ। हजुर, हस् त, धेरै धेरै धन्यवाद। धन्यवाद। हाम्रो सम्पूर्ण श्रोतालाई पनि बहुत बहुत धन्यवाद। दर्शक वृन्द, ओ छलैथ विनय कुमार यादव, राष्ट्रीय एकता अभियान के अध्यक्ष। जेना कि ओ कहि रहल छलैथ, ई अभियान जे छै एकटा से संघीय गणतंत्र सहित के हिंदू राष्ट्र कायम करऽ के लेल ई अभियान चलाओल जा रहल छै। हिनकासँ एहि विषय सबमे बातचीत करै छलिए कि नेपाल के हिंदू राष्ट्र किया बनाओल जाए। बेस त, नमस्कार।